हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सबैजनालाई नमस्कार। तपाईँलाई स्वागत छ सुमन राई ब्लग्समा। अनि आज चाहिँ म बिहानै उठेको छु, किनभने आज चाहिँ म झापा जाँदैछु। किन भन्दाखेरि म चाहिँ खासमा झापा नै बस्छु, मेरो पढाइ चल्दैछ उता। अनि म घर चाहिँ 1 महिना अगाडि आएको थिएँ, अनि अब फेरि ब्याक टु झापै हुँदैछु। अनि आज चाहिँ म घरदेखिको झापा अनि घरदेखि म झापासम्मको ब्लग बनाएर तपाईँलाई देखाउनेछु के कस्तो हुन्छ बाटोमा, हेर्दै गर्नु होला। अनि आज चाहिँ मर्निङ भ्यू यस्तो छ है। अब हाम्रो यस्तो उयो त देखिँदैन, हुसी लागेको छ पुरै। म चाहिँ जङ्गलबारीभित्र टाइपको छ घरै, अलिकति के कस्तो हुन्छ हेर्दै गर्नु होला है त। म चाहिँ रेडी भइसकेँ। अब बिहानै उठेको, तर अलिकति ढिलो भयो, त्यो कामहरू अलिकति सकाउनु थियो, अनि त्यो गरेँ। अनि त्यसमा चाहिँ रेडी भइसकेँ। मेरो सामानहरू यहाँ छ, सबै झापा लगाउनु पर्ने हो। अनि अहिले चाहिँ म घरभित्रैदेखि भिडियो गर्दैछु, बाहिर गएको छुइनँ रोडतिर। अब थोरै एप्स हानेर अनि गाडीले पनि छोडिहाल्यो। म अर्को खास आज गाउँको गाडीमा निस्किनु पऱ्यो, बिहानै भनेर उठेको, तर काम परेर चाहिँ गाडीले पनि छोड्यो। अब गाडी बोलाउनु पर्ने हुन्छ। अनि अब बाटोमा भेटौँ है त ल। म चाहिँ खाना खाँदैछु। अब यो खाना खा छिटो जानुपर्ने हुन्छ, गाडी बोला ल पछि आउँछु गएको अब है ल। मेरो गाडी चाहिँ आइसक्यो, यही हो। अनि आमा मलाई छोड्नु आउनु हुँदैछ, कान्छा छोराको माया है। अनि चाहिँ मेरो सँगै पढेको साथीको गाडी हो, पुरा लजाउँदैछ। अब केटाहरूले बिजनेस गरेर यस्तो गरिसक्यो, आफू चाहिँ ब्याग बोकेर यता र उता कुद्दा कुद्दै ठिक्क भइरहेछ। अब ट्याक्क भाषा लोड गर्छु ल, गएको ल म। ल आमामा अटो त बवाल छ त। अनि त बाई 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 बिचारा। म चाहिँ गाउँदेखि माथि मेन रोड डेरा हाँसपोखरी भन्ने ठाउँ आइपुगेको छु। अनि यो चाहिँ हाम्रो गाउँ झर्ने बाटो हो। यता चाहिँ मन्दिर हो, यता हाँसपोखरी पनि हो, अनि यता चाहिँ कन्याम साइड पर्छ। अनि यहाँ चाहिँ हाम्रो गाउँको अलिक टुरिज्म एरिया भनेको चाहिँ यो गुगल पोइन्ट हो, कोर्साङ पदमार्ग। अनि यो चाहिँ एकदमै अहिले चाहिँ अब उसैहरू लागेर त्यस्तो भ्यूहरू हेर्नु पाइँदैन, तर पछि त्यो भ्यू हेर्ने टाइम हुन्छ नि, कुन महिनातिर हो त्यो सनराइजहरू पनि राम्रो देखिन्छ होइन। अनि हिमालहरू यहाँ माथिदेखि दामी देखिन्छ। म अहिले हाँसपोखरी पनि जान्छु। अनि अहिले चाहिँ बिहानै रेडी भएको है, के र के गर्दा ढिलो भएर अलि यतातिर यस्तो छ। यो पर चाहिँ कुटी डाँडा हो। सबैजना कोर्साङ पदमार्ग यसो भिजिटको लागि, हाइकिङको लागि आउनु सक्नुहुन्छ। एकदम राम्रो ठाउँ छ, त्यति धेरै हिँड्नु पनि पर्दैन, आधी घन्टा जति हिँड्नुपर्छ। अनि त्यति आधी घन्टा जति हिँड्नुभयो भने रिजल्ट चाहिँ राम्रो हुन्छ कि। अब इफ तपाईँहरू खुल्ला दिनमा चाहिँ आउनुपर्छ, सबै काम लागेको बेलामा आउनुभयो भने चाहिँ तपाईँले रिजल्ट राम्रो, मतलब म यति हिँडेको व्यर्थैमा हिँडेछु त्यो टाइपको चाहिँ हुँदैन तपाईँहरूलाई, राम्रो छ भनौँ लागि। अहिले चाहिँ म हाँसपोखरीमा आएको छु। अनि यो चाहिँ हाम्रो गाउँदेखि नजिकै छ, मतलब मेन रोड हो यो चाहिँ। अनि यो चाहिँ पाथिभाराको फेदी पनि भन्छ। अनि हाँसपोखरी मतलब पाथिभारा मातामा पूजा गर्न जाँदाखेरि चाहिँ यहीँदेखि सबैले त्यो सामानहरू के चढाउनेहरू किनेर जानुहुन्छ। अनि यो पोखरीको चाहिँ फाल्टै कहानी छ है। यहाँ चाहिँ पहिले रियलवाला पोखरी थियो, यो चाहिँ अहिले तर प्लास्टिक यस्तो हालेर गरेको छ।
अहिले चाहिँ म पर हाँस पोखरी गएर आएँ अनि पोखरी जुन तपाईँहरूलाई देखाएँ है। अनि यहाँ चक्लेटहरू पनि किनेको छु। यस्तो छ। अब मेरो सामानहरू यही छ नि त। अनि अहिले चाहिँ म झापा र इलामको सिमानामा बस चाहिँ जहिले यहाँनिर खाजाहरू खान बिसाउँछ। अनि गाडीमा चाहिँ त्यो भिडियो गर्न नमिल्ने रहेछ, त्यो साउन्डै नआउने रहेछ गाडीको त्यो भाइब्रेसन अनि काचाकुचुक हल्लेकोले। त्यही भएर म गाडीभित्रको चाहिँ बनाइनँ मैले। अनि यहाँदेखि उँभो चाहिँ इलाम पर्छ। यस्तो चाहिँ झापा कस्तो अलग्गै छुट्टिन्छ है। अब झापा झरेपछि ओह्रालो अब तेर्सो अनि इलाम पहाड आएपछि चाहिँ रनिङ यस्तो छ। राजेश दाईको जमानाको बाइक चाहिँ यहाँ रहेछ है। दाइले पार्किङमा छोडिरहनु भएको रहेछ। यो चाहिँ पशुहाट हो। म चाहिँ तमा आइसकेँ। अब सिधी चढेर घर जाँदैछु चाहिँ भयो भन्दा यात्रा घर आइसकेको छु। अनि आजको ब्लगमा चाहिँ यस्तै मेरो ठाउँहरू होइन, मेरो गाउँको पाथिभारा मन्दिर तल हाँस पोखरी यस्तो कुराहरू हालेको छु। आशा छ तपाईँहरूलाई मनपर्छ है। अब जानेको छुइनँ, अझै पनि सिक्दैछु कसरी गर्ने भन्ने कुरा। अनि गर्दै जाँदा सिक्दै जाँदैछु। अनि यो क्रममा चाहिँ मलाई तपाईँहरूले पनि सजेस्ट गर्नु होला, यस्तो गर भन्ने टाइपले। अनि त्यही अनुसारले म गर्दै जानेछु। अनि तपाईँहरूलाई धेरै धन्यवाद छ। मेरो च्यानलमा चाहिँ 88 सब्सक्राइबर कम्प्लिट भइसकेको छ। अनि चाँडै नै 100 सब्सक्राइबर पनि पुग्छ भन्ने आशा एकदम गरेको छु। अनि यसरी नै तपाईँहरूले धेरै माया गर्नु होला। अनि यसरी नै तपाईँहरूले धेरै माया देखाउनु होला। अनि तपाईँको यो मायाले चाहिँ अनि आज मैले यसरी भिडियोमा फेरि बोल्नु सकिरहेको छु तेस्रो दिनमा नै। अनि तपाईँहरूलाई धन्यवाद। अनि फेरि अब हामी अर्को ब्लगमा भेट्नेछौँ है। त्यतिन्जेलको लागि हस्त धन्यवाद गाइस।